हेलो एभ्रिवान, वेलकम ब्याक टु माई अनदर न्यू ब्लग। हजुरहरूको सामु एउटा नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। यहाँ चाहिँ देख्न सक्नुहुन्छ हाम्रो चाहिँ आसाम तिनसुकिया यानि म बसेको ठाउँमा अस्ति पानी परेर एकदम फ्लड भइरहेको थियो साथीहरू। सो मैले चाहिँ छोटा सा क्लिप बनाएर हालेकी छु। हेर्न सक्नुहुन्छ कतिको पानी भरिएको छ। सो हामीले चाहिँ सबै यताउता गरेर साफसफाइ गरेर पनि अनि यस्तो धेरै पानी परेको थियो, नभन्नुहोस् न कति टाइम लागेको थियो सफा गर्नु। हेर्नुहोस् पुरा पानी परेर सो त्यो दिन चाहिँ हालत खराब भएको साथीहरू। के गर्नु यस्तो मेरो भित्र पनि घुसेर खत्तम भएको थियो साथीहरू। सो हेर्दै जानुहोस्, यहाँ पानी परेको नजारा हेर्नुहोस्। उहाँ चाहिँ हाम्रो ड्राइभर हुनुहुन्छ, किनभने हाम्रो दुलियाजनमा नि पार्लर छ नि त, उहाँ चाहिँ ड्राइभर हुनुहुन्छ। अहिले देख्न सक्नुहुन्छ सबै सामानहरू हटाएर हामीहरू चाहिँ सबै सफा गर्नुतिर लागेको थिएँ। सबै पार्लरको भित्र पनि पुरा पानी घुसेको थियो नि त। उहाँ चाहिँ बहिनीले पनि पानी ढालेर सफा गर्नुहुँदैछ। मैले चाहिँ थोड़ा सा क्लिप देखाइदिएको थिएँ, सबैजना साथी पनि सफा गर्नुहुँदै थियो। अलिअलि क्लिप्सहरू देखाइदिएको साथीहरू। सो हेर्नुहोस्, म पनि लागेको थिएँ। सो अहिले चाहिँ पुरा साफसफाइ हुँदैछ। तपाईँहरूलाई साफसफाइ भएको बाद पछि पनि देखाउनेछु। सो हेर्दै जानु है। सो साथीहरू, फाइनली हामीले चाहिँ पार्लर सफा गरिसक्यौँ। अहिले देख्न सक्नुहुन्छ सबै यताउता सबै साफसफाइ गरेर भइसक्यो। पुरा पानी भित्र घुसेर है, पार्लरको भित्र घुसेर कस्तो भइरहेको थियो, पुरा फ्लड भइरहेको थियो। सबै सफा गऱ्यौँ सबैजना मिलेर। अहिले देख्नु सक्नुहुन्छ पार्लर पनि सफा भइसक्यो, सबै मिलाएर पनि ठमठम भइसक्यो साथीहरू। सो आजको ब्लग चाहिँ मेरो यस्तै भयो। अनि शाममा चाहिँ मेरो साथीको पनि बर्थडे थियो। त्यो बर्थडे पनि अलिकति सेलिब्रेसन गरेको भिडियो हालेकी छु साथीहरू। अन्तिमसम्म हेरेर साथ दिनु होला है। अहिले चाहिँ हेर्न सक्नुहुन्छ सबै यहाँ पानी पुरा जमेको थियो, सबै सुक्यो। सबै सफा गरेर यताउति गरेर पुरा पानी आएको थियो। अन्त शामको 3-4 बजी चाहिँ पानी रोकेर अन्त हामीले चाहिँ सफा गर्दा बल्ल सकियो। फाइनली गाइस, यो चाहिँ रातिको ब्लग हो। अहिले चाहिँ मैले खानापिना खाएर सबै फ्रेस भएर मच्छरदानीहरू लगाइसकेर अब चाहिँ निचे जाने तयारी, साथीको बर्थडे पार्टी सेलिब्रेसन गर्ने तयारीमा छु। हामी सबैजना स्टाफ्सहरू जाँदैछु निचे। अनि बर्थडे गर्ल चाहिँ मेरो साथी हुनुहुन्छ, मेरो घर पडोसी साथी। सो हेर्न सक्नुहुन्छ उहाँ चाहिँ हो मेरो साथी। सो हामी चाहिँ निचे जाँदैछु सेलिब्रेट गर्नको लागि। देख्न सक्नुहुन्छ यहाँ सबै अहिले चाहिँ केक कटिङको तर्फ लाग्दैछु। हेर्न सक्नुहुन्छ गर्नुहोला। हाम्रो स्टाफ्स बहिनी दिदी एकजना हुनुहुन्छ, अरू सबै बहिनीहरू पनि अरू साथीहरू पनि छन्। जानु होला। साथीहरू, यहाँ चाहिँ हाम्रो बर्थडे सेलिब्रेसन भएर पनि अहिले चाहिँ डान्स हुँदै थियो साथीहरू। सो मैले चाहिँ कपिराइट लाग्छ भनेर त्यो गाना चाहिँ बजाएन साथीहरू। अलिकति थोड़ा सा क्लिप्स चाहिँ सुनाइदिएको छु, त्यति मात्र लाग्दैन होला नि कपिराइट। सो अहिले चाहिँ यहाँ बहिनीहरू डान्स गर्नु हुँदै थियो, मैले चाहिँ छोटा सा क्लिप बनाइदिएको थिएँ कि। सो साथीहरू, यस्तै छ आजको मेरो ब्लग। सो के कस्तो लाग्छ हेरेर कमेन्ट पनि गर्नु होला। अब चाहिँ हाम्रो पार्टी पनि सकिन आँट्यो। अनि फाइनली म चाहिँ रुममा आइसकेँ साथीहरू। अहिले चाहिँ अब सुत्नुको तर्फ लाग्दैछु। लभ यु अल गाइस, थ्याङ्क यू फर वाचिङ, बाई बाई।